हामीले पार्टीको विधानमा पनि विश्वास गर्यौँ, राख्यौँ। हजुर नेपालको संविधान र कानुनमा पनि विश्वास गर्यौँ र संवैधानिक संस्थामाथि पनि विश्वास राख्यौँ। हजुर त्यसैले हाम्रो प्रचलित कानुन अनुसारै निर्वाचन आयोग निर्णय गरेको छ। त्यसैले एकदम सकारात्मक पनि छ, स्वागतयोग्य छ र स्वाभाविक रूपमा लिएको छु। र यो निर्णयसँगै पार्टीको पूर्व सभापति आदरणीय शेरबहादुर देउवाको पनि शुभेच्छा आशीर्वाद मसँग रहन्छ, हामीसँग रहन्छ र सबै पार्टीको साथीहरू हामी एक ढिकाबाट अगाडि बढ्छौँ भन्ने कुराको विश्वास पनि राख्छौँ। त्यो रहन्छ भन्ने कसरी विश्वास लिनुहुन्छ तपाईँहरू? अहिलेसम्म त विवादमै हुनुहुन्थ्यो नि। एउटा प्रक्रियाबाट यो कुरा टुङ्गिसकेपछि हजुर अब केही समय लाग्ला, तर मलाई के विश्वास छ भने नेपाली कांग्रेस पार्टीकै साथीले गरेको निर्णय भयो, त्यसलाई उहाँले तहतहबाट स्वीकार्नुहुन्छ भन्ने मेरो विश्वासको कुरा हो। अब तपाईँले बनाउने नेपाली कांग्रेस कस्तो हुनेछ? तपाईँको नेतृत्वको कांग्रेस कस्तो हुनेछ? हामीले सार्वजनिक रूपमा जुन प्रतिबद्धता व्यक्त गरेका छौँ कि नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, यसको मूल्य मान्यता, त्यसको पनि हामी जगेर्ना संरक्षण गर्छौँ र सँगसँगै नेपालको तीव्र विकासको चाहना, खास गरी नेपाली नागरिकहरूले, नौजवानहरूले जुन राखेका छन्, त्यो तीव्र विकासको चाहनाको अभिभारा बोक्न सक्ने पार्टी पनि सँगै बनाउँछौँ। त्यो पार्टी पुरानो पुस्ताकोले हेर्दै गर्दाखेरि जुन मान्यताका साथ यो पार्टी स्थापना भएको थियो, स्थापनाकालीन मूल्य र मान्यता पनि बोकेको, नौजवानको आँखाले हेर्दै गर्दाखेरि हाम्रो इच्छा र आकांक्षा पुरा गर्न सक्ने, नेपाललाई थप आधुनिक बनाउन सक्ने क्षमता बोकेको एउटा नयाँ पार्टी पनि हो। यो मान्यताको हिसाबले पुरानो पनि हो, योग्यताको क्षमताको हिसाबले नयाँ पनि हो भन्ने सोचको एउटा विश्वासको पार्टी हामी बनाउँछौँ।